$30,000 जसको भ्यालु चाहिँ नेपाली 40 लाख हुन्छ। त्यसको पेआउट चाहिँ मैले अलरेडी मेरो फन्डेड एकाउन्टबाट रिसिभ गरिसकेको छु। के तपाईहरु स्टिल पनि फन्डेड एकाउन्ट कसरी पास गर्ने भनेर स्ट्रगल गर्दै हुनुहुन्छ? देन दिस भिडियो इज फर यु। आजको भिडियोमा म तपाईहरुलाई कुनै पर्फर्म एकाउन्ट चाहिँ कसरी अप्रोच गर्ने र कसरी पास गर्ने भनेर मेरो केही टप सिक्रेट्सहरु चाहिँ शेयर गर्न गइरहेको छु। त्यसैले भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। त्यसैले भिडियो चाहिँ फुल हेर्नु होला। डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड सब्स्क्राइब द भिडियो। See you in the video. सबभन्दा पहिलो रुल भनेको तपाईले कुनै पर्फर्म एकाउन्टले अप्रोच गर्दै हुनुहुन्छ र किन्दै हुनुहुन्छ भने यु अलवेज नीड टु हैव अ ब्याकअप फन्ड। म्याक्सिमम बिगिनरको चाहिँ कहाँनिर मिस्टेक हुन्छ भन्दाखेरि उहाँहरूले जहिले पनि आफ्नो पर्फर्म एकाउन्टलाई चाहिँ एज अ लास्ट होप जसरी ट्रिट गरिराख्नु भएको हुन्छ। यदि तपाईले आफ्नो पर्फर्म एकाउन्टलाई चाहिँ एज अ लास्ट होप जसरी ट्रिट गर्नुहुन्छ भने जस्तो फर इक्जाम्पल कुनै च्यालेन्ज फेल भयो, अर्को च्यालेन्ज किन्न के छैन, पैसा छैन, हो यस्तो हुँदाखेरि के भइदिन्छ भन्दाखेरि ओभर ट्रेडिङको चान्सेस के हुन्छ, एकदमै बढी हुन्छ, रुल ब्रिज गर्ने चान्सेस एकदम बढी हुन्छ भने ट्रेड गर्नलाई कुनै पनि कन्फिडेन्स आउँदैन। त्यसैले जहिले पनि हामीले के हुनुपर्छ भन्दाखेरि ट्रेडिङमा अप्रोच गर्दाखेरि अथवा कुनै पर्फर्म किन्नुभन्दा अगाडि नै हामीसँग के हुनुपर्छ, एउटा राम्रो ब्याकअप फन्ड हुनुपर्छ। जस्तो एक्जाम्पलको लागि मसँग जस्तो फर इक्जाम्पल एउटा 100K को एकाउन्ट किन्नलाई मलाई $500 चाहिन्छ भने म 100K को एउटा एकाउन्ट किन्नुभन्दा पनि 25K को बरु 4वटा एकाउन्ट किन्नलाई एकदमै बढी रुचाउँछु। किनभने जस्तो फर इक्जाम्पल मेरो एउटा एकाउन्ट फेल हुन्छ भने पनि म के गर्न सक्छु, मसँग अझै 3टा एकाउन्ट बाँकी छ जुनमा चाहिँ मैले स्टिल पनि मेरो के गर्न सक्छु, ट्रेडिङ रन गर्न सक्छु। अनि यदि तपाईसँग एउटा ब्याकअप फन्ड छ भने जहिले पनि के आउँछ भन्दा ट्रेडिङमा एकदमै हाई कन्फिडेन्स आउँछ। त्यसले तपाईको चाहिँ एकदमै हेल्प गर्छ च्यालेन्ज एकाउन्टलाई पास गर्नको लागि। नम्बर 2 भनेको रिस्क स्ट्र्याटेजी। तपाईले आफ्नो पर्फर्म एकाउन्टहरुमा च्यालेन्ज एकाउन्टमा चाहिँ कति पर्सेन्ट रिस्क गर्ने त हैन? मैले धेरैले देखिरहेको हुन्छु 0.5% रिस्क गर्ने हैन, अर स्लो अप्रोच गर्ने। यो भनेको टोटली रङ हो। यदि तपाईसँग एउटा राम्रो ब्याकअप फन्ड छ भने जहिले पनि म के रिकमेन्ड गर्छु भन्दाखेरि पर्फर्मको च्यालेन्ज एकाउन्टलाई जहिले पनि के गर्नुस् भन्दाखेरि एग्रेसिभ अप्रोच गर्नुस् है। अब एग्रेसिभ अप्रोच गर्दाखेरि के कुराहरु चाहिँ हामीले हेर्नुपर्छ भन्दाखेरि जस्तो फर इक्जाम्पल कस्तो खालको सेटअप लिने त हैन? तपाईले कुनै पनि एउटा च्यालेन्ज एकाउन्टलाई अप्रोच गर्दै हुनुहुन्छ भने अलवेज टेक हाई प्रोबेबिलिटी सेटअप अर तपाईको चाहिँ A+ सेटअप जसको चाहिँ तपाईको के होस् भन्दाखेरि विन रेट धेरै होस् हैन। अब म्याक्सिममको क्वालिटिज के हुन्छ भन्दाखेरि हामीले विन रेट धेरै चाहिन्छ कि तपाईको रिस्क टु रिवार्ड धेरै चाहिन्छ। मैले कुनै पनि मेरो पर्फर्म एकाउन्टले अप्रोच गर्दैछु भने मैले जहिले पनि के कुरा हेर्छु भन्दाखेरि मैले चाहिँ विन रेट बढी हेर्छु। मलाई रिस्क टु रिवार्ड धेरै चाहिदैन, तर मलाई के चाहिन्छ भन्दाखेरि त्यो सेटअप चाहिँ मेरो के होस्, एकदमै A+ सेटअप होस्, मेरो सबै रुल्सलाई फलो गरेको सेटअप होस् र त्यो सेटअप भनेको मेरो के होस् भन्दाखेरि एकदमै हाई प्रोबेबिलिटी सेटअप होस्। हाई प्रोबेबिलिटी सेटअप लिनुको सबैभन्दा मेजर एडभान्टेज भनेको फर इक्जाम्पल तपाईको के गरी फर्स्ट रेट तपाईको विनमा गइदियो हैन। अब फर्स्ट रेट विनमा जान्छ भने फर इक्जाम्पल मैले 1% रिस्क गरेको छु र मेरो एकाउन्ट ब्यालेन्स के भइदियो, 2% भइदियो। त्यो 2% भनेको मेरो लागि के भन्दाखेरि एउटा प्रफिटको बफर हो के। अब त्यो 2% लाई चाहिँ म के गर्न सक्छु भन्दाखेरि रिस्क गरेर चाहिँ मेरो एकाउन्टलाई पास गर्न सक्छु। जतिखेर तपाईको चाहिँ के भइरहेको छ भन्दाखेरि ट्रेडिङमा तपाईको एकाउन्ट ब्यालेन्स भन्दा एकाउन्ट ब्यालेन्समा तपाईको प्रफिट चाहिँ अप भइरहेको छ भने त्यस्तो बेला तपाईको एप्रोच के हुनुपर्छ, जहिले पनि एग्रेसिभ नै हुनुपर्छ। भने तपाईको एकाउन्ट ब्यालेन्स भन्दा जस्तो फर इक्जाम्पल लागि 100K भन्दा तपाईको के छ 100K को एउटा एकाउन्ट ब्यालेन्स छ। 100K भन्दा तपाईको अब एकाउन्ट ब्यालेन्स कति पुग्यो 98K तिर पुग्यो भने तपाईको मेन गोल भनेको के हुनुपर्छ भन्दाखेरि एकाउन्टलाई चाहिँ ब्रेक इभन सम्म ल्याउने तपाईको के हुनुपर्छ, एउटा गोल हुनु पर्यो, न कि त्यसलाई अब के गर्ने पास गर्न खोज्ने है। जहिले पनि लसमा हुनुहुन्छ भने के गर्नु पर्यो, अलिकति सेफर साइडमा खेलेर हाम्रो मेन गोल भनेको के हुनु पर्यो, ब्रेक इभन पोइन्टमा आउने हुनु पर्यो। भने यदि हाम्रो एकाउन्ट के छ फर्स्ट ट्रेडमै अर सेकेन्ड ट्रेडमै के छ, हाम्रो एकाउन्ट चाहिँ अब अपमा छ, 1% 2% अपमा छ भने त्यही प्रफिटलाई चाहिँ के गर्नुस् भन्दाखेरि रिस्क गरेर चाहिँ के गर्न खोज्नुस्, एकाउन्टलाई चाहिँ पास गर्न खोज्नुस्। अब 2% बाट 4% 6% सम्म पुर्याउन खोज्नुस्। अनि यसरी तपाईँ के गर्नुस्, एग्रेसिभ गेममा अगाडि बढ्नुस्। अनि तपाईको एकाउन्ट ब्यालेन्स माइनसमा आउँछ भने हाम्रो गोल केमा होस्, अब तपाईको जस्तो फर इक्जाम्पल पर ट्रेड हामीले एग्रेसिभ जाँदाखेरि अब तपाईको एकाउन्ट अपमा हुँदाखेरि 2% गइरहेको छौँ भने लसमा हुँदा चाहिँ के गर्नुस् भन्दाखेरि रिस्क साइजलाई पनि घटाइदिनुस्। 2% रिस्क गर्दै हुनुहुन्छ पर ट्रेडमा भने अब 1% मा जानुस् है। अर तपाईको 1% गर्दै हुनुहुन्छ भने 0.5% मा आउनुस्। मैले लिने मेरो सबै च्यालेन्ज एकाउन्टहरुमा मेरो जहिले पनि अप्रोच के हुन्छ, एग्रेसिभ नै हुन्छ। अनि मैले जहिले पनि रुल युज गर्ने भनेको यही रुल, प्रफिटमा हुन्छ अझै एग्रेसिभ जान्छु, एकाउन्ट पास जति चाँडो हुन्छ मैले एकाउन्ट पास गर्न खोज्छु। लसमा छु अलिकति म सेफ साइडमा गएर एकाउन्टलाई ब्रेक इभन गर्न खोज्छु। अनि म मेरो टाइम चाहिँ केमा वेस्ट गर्दिनँ भन्दाखेरि च्यालेन्ज एकाउन्टमा वेस्ट गर्दिनँ। किनभने मेरो गोल भनेको कहिले पनि एकाउन्ट पास गर्नु होइन के, मलाई त के गर्नु छ, मार्केटबाट पैसा निकाल्नु छ। अर्को रुल भनेको फर्स्ट पेआउट इज एभ्रिथिङ। म्याक्सिमम ट्रेडरले के गर्नुहुन्छ भन्दाखेरि फेज 1 र फेज 2 पास गर्न सक्नुहुन्छ, तर कहिले पनि तपाईको चाहिँ फर्स्ट पेआउट चाहिँ निकाल्न सकिराख्नु भएको
भएको हुँदैन है। त्यसको मेजर रिजन भनेको के भन्दाखेरि म्याक्सिममलाई के लाग्छ भन्दाखेरि जति तपाईँले फेज 1 र फेज 2 पास गर्नुहुन्छ त्यतिखेर हाम्रो के हुन्छ कन्फिडेन्स लेभल एकदमै हाई हुन्छ, हामी ओभर कन्फिडेन्स भइदिरहेको हुन्छौँ ट्रेड गर्ने बेला। अनि हामीभित्र के हुन्छ भन्दाखेरि मार्केटमा फोमो पनि धेरै हुन्छ क्या, कुनै पनि तपाईँको हाम्रो के देख्दैछौँ तपाईँको चाहिँ प्रफिट देख्दैछौँ मार्केटमा भने त्यो प्रफिट त के हो रियल प्रफिट हो भनेर हामीले त्यो मेन्टालिटीमा सोचिरहेको हुन्छौँ र हामीले मजाले आफ्नो ट्रेडहरूलाई चाहिँ होल्ड गर्न सकिरहेको हुन्न है। त्यही मैले के रिकमेन्ड गर्छु भन्दाखेरि जहिले पनि तपाईँले यदि तपाईँ फेज 1 र फेज 2 पास गर्नुहुन्छ भने आफ्नो फन्डेड एकाउन्टमा के गर्नुहोस् एकदमै लो रिस्क गर्नुहोस्। अनि तपाईँको एकाउन्टमा एउटा गोल हुन्छ नि, गोल भनेको के भन्दाखेरि जहिले पनि फर्स्ट पे आउट लिने होस् क्या, जतिसुकै सानो पे आउट होस्। अनि एकाउन्टमा गोल भनेको 2 to 3% है, फर्स्ट पे आउट भनेको के हो 2 to 3%, म्याक्सिमम 5%। त्योभन्दा बढी त्यो एकाउन्टमा के नगर्नुहोस् भन्दाखेरि ट्रेडै नगर्नुहोस्। किनभने हाम्रो पर्फर्मको गेमै कसरी बनाइदिएको हुन्छ भन्दाखेरि जहिले पनि पर्फर्मको पे आउटहरू कति आउँछ 14 दिनपछि आइरहेको हुन्छ, कसैको 30 दिनपछि आउँछ होइन। हो यस्तो हुँदाखेरि पर्फर्मले यो किन गरेको त 14 दिन 30 दिनको टाइम फ्रेम किन राखेको भन्दाखेरि म्याक्सिमम ट्रेडरले के गरोस् भन्दाखेरि प्रफिट गरे पनि त्यो प्रफिटलाई के गर्न नसकोस् भन्दाखेरि जोगाउन नसकोस् क्या। किनभने म्याक्सिमम ट्रेडरले प्रफिटलाई कहिले पनि जोगाउनै सक्दैन। 14 दिनसम्म प्रफिटलाई होल्ड गर्नु भनेको सबैभन्दा गाह्रो कुरा हो क्या। कुनै पनि फन्डेड एकाउन्टमा प्रफिट कमाउनु गाह्रो होइन कि, जति गाह्रो चाहिँ के भन्दा त्यसलाई होल्ड गर्न गाह्रो हो। अनि 14 दिनसम्म होल्ड गर्नु भनेको एकदमै गाह्रो कुरा हो। अब मैले मेरो फर्स्ट पे आउट चाहिँ कसरी लिइरहेको हुन्छु भन्दाखेरि मेरो एउटा एकाउन्टको गोल के छ सिम्पल छ, म के गर्छु मेरो एकाउन्टलाई 2 to 3% पुऱ्याउँछु अरू म्याक्सिमम 5% पुऱ्याउँछु। त्यसपछि त्यो एकाउन्टमा म ट्रेडै गर्दिनँ जबसम्म मेरो के आउँदैन फर्स्ट पे आउट आउँदैन। अब फर्स्ट पे आउट किन इम्पोर्टेन्ट हो त? फर्स्ट पे आउट भनेको के भन्दाखेरि हाम्रो इन्भेस्टमेन्ट आउने पैसा हो क्या। जस्तो इक्जाम्पलको लागि मैले मेरो $500 एकाउन्ट किनेर तपाईँको कुनै पनि च्यालेन्ज किनेको छु भने मैले मेरो फेज 1 र फेज 2 पास गरिसकेपछि मेरो फर्स्ट पे आउटमा मेरो के भइरहेको हुन्छ रिफन्ड आइरहेको हुन्छ। आफ्नो इन्भेस्टमेन्ट उठ्ने पैसा हो। इन्भेस्टमेन्ट उठेर पनि मैले के गरिरहेको छु भन्दाखेरि मार्केटबाट कमाइरहेको छु। किनभने मेरो इन्भेस्टमेन्ट भनेको कति थियो, मैले जस्तो फर इक्जाम्पल $500 मैले कुनै फन्ड एकाउन्ट किन्न युज गरिरहेको छु, मेरो इन्भेस्टमेन्ट $500 थियो। अब मैले इन्भेस्टमेन्ट भन्दा मेरो बढी रिटर्न आइरहेको छ भने त्यतिखेर नै मेरो के भयो विन भइदियो क्या। जतिखेर तपाईँको मार्केटमा तपाईँको फर्स्ट पे आउट आउँछ नि, फर्स्ट पे आउट आइसकेपछि तपाईँसँग के आयो मार्केटबाट एउटा पैसा आयो। त्यो पैसाले तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि अरू पर्फर्म एकाउन्ट किन्न सक्नुहुन्छ। त्यसैले सकेसम्म के कोसिस गर्नुहोस् भन्दाखेरि फेज 1 र फेज 2 पास भइसकेपछि तपाईँको फन्डेड एकाउन्टमा गएर कहिले पनि ओभर ट्रेडिङ नगर्नुहोस्, फोमोमा आएर ट्रेड नगर्नुहोस्। अरू तपाईँको यो 14 दिन 21 दिनको जुन टाइम फ्रेम हुन्छ नि त्यो टाइम फ्रेम भरि नै ट्रेड गर्नुपर्छ भन्ने छैन कि। एकाउन्टलाई के गर्नुहोस् 2 देखि 3% एकाउन्ट बनाउनुहोस्, त्यसपछि त्यसलाई के गर्नुहोस् भन्दाखेरि पे आउटको लागि छोडिदिनुहोस्, बरु अरू एकाउन्टहरू चाहिँ के गर्नुहोस् ट्रेड गर्नुहोस्। अघि मैले भनेको छ जस्तै तपाईँले आफ्नो एउटा फन्डेड एकाउन्टलाई डिभाइड गर्नुहुन्छ नि, अरू च्यालेन्ज एकाउन्ट किन्ने, अरू च्यालेन्ज एकाउन्ट पनि के गर्ने अब एकाउन्ट चाहिँ पास गर्न खोज्ने हो। यसरी तपाईँले स्केल गर्नुहुन्छ भने बल्ल तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि एउटा राम्रो तपाईँले चाहिँ एमाउन्टमा चाहिँ एउटा पे आउट निकाल्न सक्नुहुन्छ। अनि यो साइकललाई एउटा फलो गर्दै गयो, यसरी च्यालेन्ज एकाउन्ट पास गरियो फर्स्ट पे आउट निकालियो भने तपाईँसँग के हुन्छ भन्दाखेरि आफ्नो इन्भेस्टमेन्टको पैसा रिटर्न हुन्छ। अनि एउटा प्रफिटमा आउँदाखेरि तपाईँसँग अझै के आउँछ कन्फिडेन्स आउँछ। अब तपाईँले 25K को एकाउन्ट किनिराख्नु भएको छ भने अब 50K को एकाउन्ट किन्नुहुन्छ, 100K को एकाउन्ट किन्नुहुन्छ। यसरी नै अब हामी के गर्छौँ स्केल गर्छौँ। ल आजको लागि हाम्रो भिडियो यति नै भयो है। अब नेक्स्ट भिडियोमा चाहिँ म तपाईँलाई के रिकमेन्ड गर्छु भन्दाखेरि टप 5 पर्फर्म जुनबाट चाहिँ म आफैले पैसा निकालिसकेको छु त्यस्तो टप 5 पर्फर्म अफ 2026 मेरो कुन हुन्छ भनेर चाहिँ म भिडियो बनाउने मेरो प्लान छ। त्यसैले भिडियो चाहिँ सबैजनाले लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब नगर्नु भएकोले सब्सक्राइब गरिदिनु होला। सी यू सुन इन नेक्स्ट भिडियो।